तपाईहरुलाई हामीले जेएनजी आन्दोलनबाट कहाँबाट सरकार खोसेर ल्याएर तपाईहरुलाई दियौं तर ती मान्छेहरुलाई तपाईले पक्रेर ल्याउन सक्नु भएन भनेर भन्नु र आज हाम्रा जेएनजीहरु 1100 जेएनजीहरु चाहिँ आज थुनामा छन् भाइ बहिनीहरु तपाईहरु सरकारमा हुनुहुन्छ भनेपछि यो तपाईहरुले गर्न खोजेको के भनेपछि मैले पनि त्यही कुरामा थपेर तपाईहरु उनीहरुले खोसेर ल्याइदिएको सरकारमा बस्ने अनि उनीहरुलाई नै थुन्ने भन्ने हिसाबले मैले कुरा गर्दै र उहाँहरुले के भन्नु भएको छ भने हामीलाई आइतबारसम्मको समय दिनुहोस् आइतबारसम्मको है कुरा भन्नुभयो के आइतबार पनि आइतबार हामी सकौं सही गरौं दुई पक्ष बसेर र सोमबारको क्याबिनेट छ त्यसबाट हामी पास गर्छौं सकेनौं भनेदेखि हामी आइतबारको दिन सकेनौं भन्छौं भनेर भन्नुभएको छ हाम्रो पनि भनाइ के हो भन्दाखेरि यी हाम्रा निजी मामला होइनन् देशका कुरा हुन् त्यसले गर्दाखेरि आइतबारसम्ममा सकौं आइतबार तपाईहरुले सक्नु भएन भनेदेखि हामी सोमबारदेखि एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान पाउँदैन नेपाल सबैको साझा हो एउटा पक्षलाई रुवाएर अर्को पक्ष चाहिँ चुनावमा जान पाउँदैन भनेर हामीले पटक पटक भनेका छौं जो आन्दोलनरत पक्षहरु हुनुहुन्छ जो लघुवित्त पीडित सहकारी पीडित बैंक पीडितहरु हुनुहुन्छ तपाईहरुलाई म के भन्न चाहन्छु भने हामीले हिजो मेचीको बगरमा राजाको हातबाट दियो बालेर यो ठाउँसम्म ल्यायौं र हाम्रो अन्तिम म्यान्डेट भनेको कुरा के हो भन्दाखेरि ठुला माग छैनन् हाम्रा हामीले घर लिलाम नगर्देऊ जग्गा लिलाम नगर्देऊ सुकुम्बासी नबनाइदेऊ तिर्ने मौका देऊ नभने हो हाम्रा अरु कुरा केही छैन त्यसले गर्दाखेरि हाम्रो भनाइ के छ भन्दाखेरि 23 र 24 गतेको घटनाका मान्छेहरुलाई चाहिँ जसले कु गरेछ तिलाई कारबाही गर भ्रष्टाचारीलाई कारबाही गर म नेपाली नागरिकहरुलाई के भन्छु भने यो तरिकाले यो सरकार चुनावमा जान खोज्यो जेएनजीहरुका मागलाई त्यतिकै राखेर ती 34-35 वटा जेएनजीलाई चाहिँ बाहिर राखेर सडकमा छाडेर एउटा टिमलाई नक्कली टिमलाई मात्रै बोकेर त्यसलाई मात्रै जेएनजी बनाएर जेएनजी जस्तो बनेर खडा गरेर तपाईको चाहिँ नि चुनावमा जान खोज्यो भने त्यो चाहिँ इम्पोसिबल कुरा हो किनभने 21औं शताब्दीका जनता हुन् 3 वर्षदेखि हामीले भ्रष्टाचार विरुद्ध लघुवित्त पीडित सहकारी पीडित अनि पश्चिमाहरुको राजनीतिक युरोपियन युनियनको यहाँको दबदबा सबै हामीले बुझाएका छौं यहाँ सुन्नु है त जनमत संग्रहमा जाउँ भनेर मैले भन्दाखेरि उहाँले के भन्नुभयो भन्दाखेरि यो त 2/3 पार्लियामेन्टबाट 2/3ले जितेपछि भनेपछि मात्रै जनमत संग्रहमा जान्छ भनेर भन्नुभयो अनि मैले के भने त्यसो भए त 2/3 बाटै प्रधानमन्त्री पनि बन्थ्यो नि त तपाई चाहिँ कसरी बन्नुभयो त प्रधानमन्त्री तपाई जुन बाटो बन्नुभयो त्यही बाटो जाउँ न जनमत संग्रहमा हो कि हैन कुरा त सिधा छ नि त अहिले त कुनै संविधान लागू भएको छैन यहाँ तपाईहरु खाली अनि संविधानको किताब किन पल्टाउनुहुन्छ संविधानको किताब पल्टाएर त यहाँ नेपालीले न्याय पाउँछन् त त्यसले गर्दाखेरि उहाँहरुलाई हामीले गम्भीर रूपले भनेका छौं उहाँहरु पनि गम्भीर रूपले अगाडि बढ्नु भएको छ अनि हाम्रो वार्ता टोलीको भोलि दिनभरि गहन रूपले म बस्नु पर्दैन वार्ता टोली बस्ने भनेको छ आइतबारको दिन साइन गर्ने भनेको छ आइतबार साइन गरेर सोमबार क्याबिनेटमा पठाउने भनेको छ आइतबार इनकेस साइन भएन भने फेरि यो कुरा नबुझ्नु सरकारले हल्लायो दुर्गा प्रसादलाई हल्लायो भन्ने कुरा छ नि यो कुरा के भने उनीहरुलाई पनि समय दिएको हामीले लोकतन्त्रको अधिक प्रयोग गरौँ भनेको नि त जनमत संग्रह भनेको त विद्रोह नगरौँ लोकतन्त्रको अधिक प्रयोग गरौँ चित्त नबुझेको कुरामा आवाज उठिसकेपछि संसारमा जनमत संग्रहमा जान्छन् हामी पनि जनमत संग्रहमा जाउँ यसमा तपाईहरुले चाहिँ नि मजाक नगर्नुहोस् भनेको छ उहाँहरुले आइतबारसम्मको टाइम माग्नु भएको छ आइतबार भयो जे आइतबारको दिन एउटा डिसिजन हुन्छ र सम्पूर्ण देशमा रहनुभएका विदेशमा रहनुभएका म दाजुभाइ दिदीबहिनीहरुलाई के भन्छु भने खास गरेर लघुवित्त पीडित सहकारी पीडित सम्पूर्णलाई म के भन्छु भने यदि हाम्रा माग त्यतिखेर पूरा भएनन् भने हामीले प्रधानमन्त्रीलाई के भनेको छ